Very nice. Okay. पुरै के छ खबर पुरै डढाएको छ पुरै यस्तो काममा छ बाटो कडा भएर यस्तो बाटो भयो मेरो बुढी एकदम डढाउँछ अहिले एकछिन रोकेर पानी खुवाउनुपर्छ जस्तो लाग्छ अब जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ के भन्नु रमाइलो भइरहेछ एडभेन्चरै हो यो तिम्रो राम्रो लाग्यो अहिले पहिला होइन यो यही बस्दा यहाँ बस्नु छोडेपछि चाहिँ यो एडभेन्चर भएको नत्र एडभेन्चर होइन यो देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ उल्टी हुने यो सबको बडीको कमजोरनेस हो रमाइलो छ यो अब लगभग हामी सिन्धुलीगढीको उचाइमा पुगेको छौँ यो उचाइबाट हेर्दाखेरिको डर अब यो त्रास धेरै छ मेरो बुढी चाहिँ साह्रै डराएको छ यस्तो भोलिको सोचे धेरै बिर्सने आज ए साँझलाई पर्खिरहे ढल्किने रात ए जो बनै साँचिरहे समाउन हात ए मायालाई खोजिरहे यो दुई रमाइलो ब्याक भइरहेछ होइन फेरि ब्याक टु यही आउनु लाग्छ क्या सिम्पल लाइफस्टाइल होइन फेरि तपाईँको हावा खान आउनु मैले नि हावा खान तपाईँको हावा लागेछ मेरो बुढीलाई ए बुझ्नलाई गाह्रो भयो ए समय नै साह्रो गयो फाइनली माइती आइपुग्यो माइती कता राधे बाबरे साकी पाएछ नि के छ मेनुमा अरू बोक भाइ छैन बहिनी हो भन न बहिनी हो भएन नि थप चाहियो थप हाम्रो डल्ले ए ढुङ्गा छुदा ए सुनै बावस ए हाम्रो बिराजले ए पानी छुदा ए तेलै बावस बिस्तारको लिडरको नाइकेको म मेन ल मेन ल भेन्डल लिन्छ भेन्डलले नै आधी रह्यो मलाई बोक्सी पनि भन भुत पनि भन हरिराम भने भन र बाटो लाग्यो मसँग नबस्छ हरिरामसँग गएर त्यो पर्सातिर टाउका राखिदेऊ हरिरामलाई त्यहाँ मैले जे पठाऊ प्रेमलाई सिटमा राख तिमी तिमीहरू बुढाबुढी सिटमा राख त्यो